फेरि पनि नमस्ते सबैलाई एकपटक। यो काठमाडौँबाट आउने बाटो त्यो पृथ्वी चोक हो। त्यो निलो घरदेखि लिएर यो सब सटरहरू यिनीहरू यहाँबाट लिएर वहाँ पुलबाट लिएर त्यहाँसम्म यो सब बस पार्कको जग्गा, पोखराको बस पार्कको जग्गा, अन्तर्राष्ट्रिय बस पार्क भन्छ यहाँ। यो हेर्नुहोस्, यो जति पनि यो दोकानहरू छ यो सबै यो पहिला पृथ्वी राजमार्ग चल्ने बस अड्डा हो। यहाँ यो बस पार्कको जग्गाहरू हो सबै। यो हेर्दै जानुहोस्, यता मेन बाटो हो यो है। अनि अब यताबाट हेर्दै जाउँ, यो सटरबाट हेर्दै जाउँ। यहाँ जति तपाईँले हेर्नु भएको छ यो सब सुगमवासी जग्गाहरू यिनीहरू। अब यो कहिले भत्किन्छ। यहाँ पेट्रोल पम्प पनि छ। हेलो नमस्ते हजुर। हजुर यहीँको हो? हजुर हजुर यता। अनि के यहाँ केही सम्बन्ध छ हजुरको? नमस्ते हजुर। हजुर हो यहाँको साउ? भाडा कति दिनुहुन्छ हजुर? महिनाको 35,000। कसलाई दिनुहुन्छ यहाँको? हजुर अनिस पालिखे। ओके, ल हेर्नुभयो, ठुल्ठुलो मान्छेहरू पालिखे भनेपछि तपाईँले बुझ्नुहोस् नेपाली काङ्ग्रेसको हुन्। यो सब जग्गा यो बस पार्कको जग्गा कब्जा गरेर राखेको यो सबै। यहाँ सब भाडामा चाहिँ मजाले पैसा कमाएछ। बस पार्क यो अगाडिको जग्गा खुल्ला हुनु सट्टामा हेर्नुहोस् त तपाईँहरूले हालत हेर्नुहोस्। अब अगाडि पनि तपाईँको पेट्रोल पम्प छ। फेरि त्यो पेट्रोल पनि यही बस पार्कको जग्गामा बनेछ। सबै आएछ, सुकुम्बासी हो कि हुकुमबासी हो, पालिखेहरू परिवारको छ यहाँ जग्गाहरू। यहाँ सबै आफ्नो नाममा नामसारी गरेर बसेको जग्गाहरू हेर्नुहोस्। बस पार्कको जग्गा हालत हेर्नुहोस्। पोखराको अन्तर्राष्ट्रिय बस पार्क रे है। ल यो सटर छ, यो सटरको अगाडि फेरि त्यहाँ हेर्नुहोस्। त्यहाँ पेट्रोल पम्पको लाइन। यिनीहरू यहाँ 35,000, 36,000, 50,000सम्म भाडा तिरेर बस्छन्। सबै पोखराको ठुला धनीको मिसेर बसेको जग्गा हेर्नुहोस्। यो पनि हेर्नुहोस्, यो पेट्रोल पम्प पनि, यो पनि मिसेको जग्गा हेर्नुहोस्। यी बस पार्कको जग्गा हेर्नु त। यहाँ पेट्रोल पम्प, पञ्चरत्न आइल स्टोर रे, यसलाई पनि कारवाही गर्नुपर्छ। हेर्नुहोस्, यो सब भत्किनुपर्छ। यो सब अगाडिको सटरहरू हेर्नुहोस्। हेर्नुभयो बस पार्कको अगाडिको जग्गाहरू हेर्नुभयो सब। नमस्ते बहिनी, भाडा कति तिर्नुहुन्छ? भाडा कति तिर्नुहुन्छ? 20,000। कसलाई तिर्नुहुन्छ? विजय पालिखे। सुन्नुभयो, पालिखे सबै नेपाली काङ्ग्रेसको। पहिला यो सबै खाली थियो बस पार्कको जग्गा। हेर्नु त, यसरी भाडा कोही 50,000, ऊ पालिकेले उता 50,000 रे, 45,000 रे, यसरी पनि हुन्छ। यिनीहरूले कमाएको पैसा सब उठाउनुपर्छ सरकार। हेर सोध्दै गयो भने यहाँ भाडा सब भाडामा बसेको यिनीहरू बिचरा। भरे आएर डोजर चल्यो भने यिनीहरूको चल्ने हो। पालिका परिवारले बनाएर राखेको यो। ल यस्तो नि हुन्छ। ल ऊ त्यो गल्लीबाट नि पसौँ है। मोडा घरडी बनाएर राखेछ टिनको। भोलि यहाँ पक्की हुन्छ। उता त सबै ओग्रिसके। ल त हेर्नुहोस् त, मोबाइल पसलहरू कति लगानी गरेर बिचरा खोलेछ हेर्नुहोस्। ल अब यहाँ आउँ। ल अर्को गल्ली यहाँ छ। ल यो पनि यो सबै बस पार्कको जग्गा हो। पहिला त्यहाँ ट्राफिक अफिस थियो, त्योभन्दा यता पछाडि एयरपोर्टसम्म, अनि उता सुकुम्बासी टोल, यो सबै जग्गा चाहिँ बस पार्कको जग्गा हो। अब भित्र पसौँ। ल हेरौँ के को अन्तर्राष्ट्रिय बस पार्क बनाउँछ भन्छ। यो त भत्काउनु सकेको छैन। हेर्नु त, यो सबै लाखौँ रुपियाँ उठाएर खाएछ यहाँ। हेर्नुहोस् यो दोकानहरूमा यिनीहरूको त केही गल्ती छैन। भाडा तिरेर बसेको। यहाँ एउटा नि मालिक छैन। यिनीहरू एउटा नि मालिक होइन। यिनीहरू सबै भाडा तिरेर बसेको बिचरा। यो सबै हेर्नु। अब बस छ भित्र बस पार्क। बल्ल यहाँ आयो बस पार्क। ल हेर्नु त, तपाईँले डिस्टेन्स हेर्नु त कति मिचेछ। त्यहाँबाट लिएर यहाँसम्म हेर्नुहोस् त। यो सब मिचेर बनाएको यिनीहरू त भाडा बसेको सबै। तपाईँले भत्काउनु डोजर चलाउनु हुन्छ नि, यिनीहरूको गल्ती हो। यिनीहरूको गल्ती केही छैन। हेर्नु त, सब मिचेर खाएको उता पनि हेर्नु। सबै के को अन्तर्राष्ट्रिय बस पार्क रे मेरो साहब। हेर्नु त तपाईँको बस पार्क हेर्नु हालत हेर्नुहोस्। यहाँ पोखरेलीहरू एउटा पनि चढ्दैन यो बसबाट। पोखरेलीहरू त हरियो नम्बरमा हिँड्छ। पोखरेलीहरू त टुरिस्ट बस पार्कबाट हिँड्छ लेफ्ट साइडबाट। यहाँ त बिचरा भाडाबाट आउने मान्छेहरू त्योहरू यहाँ आएर बस्छ। अब यहाँ पनि सोधौँ न भाडा कसलाई तिरेछ। उता पालिखेले तिर्यो, यहाँ हेरौँ न। नमस्ते म्याडम, हजुरले भाडा कति तिर्नुहुन्छ?
20,000 कसलाई तिर्नुहुन्छ व्यक्तिलाई कसलाई व्यक्तिलाई पशुलाई त तिर्दैन नि म्याडम त्यस्तो नभन्नु न कुन व्यक्तिलाई पालिका हजुर हजुर कस्तो लाग्यो मैले भनेको चोरहरू ल हेर्नुभयो बसपाक भित्रबाट हेर्दैछु सुगममासीहरू चाहिँ उता छ सुगममासी हेर्दै हेर्नुहोस् ल यहाँ स्नुकर पनि रहेछ यहाँ पनि सोधौँ भाइ नमस्ते कति भाडा दिनुहुन्छ कति यहाँको भाडा कति तिर्नुहुन्छ यसको भाडा हजुर यसको भाडा त ओनर हुनुहुन्न म त यहाँ बस्ने कर्मचारी हो। अनि कति अनि कसलाई तिर्छ नि भाडा कसको यो सटर यो त्यहाँ हाम्रो त्यहाँ पालिका त्यहाँ हुन्छ नि काउन्टरमा 12 नम्बर काउन्टर सबै उहाँले नै हो दिने कुन कुन 12 नम्बर काउन्टर हुन्छ नि के सबै दोकान नाम भाडा के त्यहाँ दिने हो हो दोकान नाम के हो 12 नम्बर सेवा केन्द्र 12 हुन्छ सेवा नम्बर 12 सेवा केन्द्र 12 कता हो सेवा केन्द्र भनेको सेवा केन्द्र भनेको यही हो 12 हेलो ए कुनै छैन भाइ यहाँ भाइ यहाँ कोही छैन स्टाफहरू कुन हो यता खाना खाँदै हुनुहुन्छ सेवा केन्द्रको हजुर हो भाइ यो बसपाको सबै भाडा हजुरले उठाउनुहुन्छ यहाँ त सबैले त्यही भन्छ त यो सेवा केन्द्र उठाइदिन्छ भन्छ त त्यहाँको सबैले ए अनि तपाईँले कसलाई तिर्नुहुन्छ नि स्वाभिक्षा साउ त नाम त होला नि कसलाई पालिखेलाई कति तिर्नुहुन्छ 2,80,000 हेर्नु सुन्नुभयो गरिबहरूको घर हो यो यो गरिब हो यो नेपाली काङ्ग्रेसको पालिका परिवारले मिसेको जग्गा हो सबै यो अगाडि बसपाकको पहिला नेता थिए यिनीहरू ठुल्ठुलो जिल्ला विकासमा केमा यिनीहरूले आफ्नो पुरा यहाँ बनाएको छ लगेर अब मेयर साहब हिम्मत छ भने यहाँ आइज त एकताल डोजो चलाउनु यहाँ आइज त्यो डोजो चलाउनु खोइ त बसपाक राम्रो